साथीहरू पार्ट 2 पनि आइसक्यो र म चाहिँ बाबुलाई पुर्याएर आइसकेपछि चाहिँ म चाहिँ पूजा गर्न थालेँ। पूजा चाहिँ खासमा मम्मीले गर्नुहुन्थ्यो अनि मम्मी अहिले हुनुहुन्न, त्यही भएर चाहिँ मैले पूजा गर्न थालेँ। अनि पूजा गरेर म चाहिँ तरकारी काट्न थालेँ। अनि तरकारी चाहिँ आज चाहिँ मैले अलिकति छुट्टै तरिकाले पकाउन थालेँ। यो चाहिँ मम्मीको रेसिपी हो, त्यही भएर मैले चाहिँ अनि यसमा चाहिँ झिङ्गनीको तरकारीमा साग हालेर अनि बनाएको। यो चाहिँ मेरो बुढोलाई धेरै मनपर्छ। अनि यसमा चाहिँ मैले अलिकति बेसार अनि अलिकति नुन हालेर मैले अनि त्यसमाथि तोरी हालेर तोरी पिसेको थिएँ अनि त्यही तोरी हालेर मैले बनाएको। यो चाहिँ छिटो मिठो हुन्छ। साग केलाउनु मात्रै पर्छ, नभए त्यसपछि चाहिँ छिटो मिठो हुन्छ। अनि यो चाहिँ मेरो बुढोलाई साह्रै नै मनपर्छ र मैले पनि खाएको थिइनँ, तर मैले खाएपछि मलाई पनि मिठो लाग्न थाल्यो। अनि मैले चाहिँ तरकारी सरकारी पकाइसकेपछि मेरो तरकारी चाहिँ रेडी भइसकेको थियो। अनि तरकारी र भात चाहिँ रेडी भएपछि मैले चाहिँ मेरो बुढोलाई र अनि मेरो छोरोको टिफिनको लागि मैले रेडी गरेर म चाहिँ छोरोको स्कुलतिर लागेँ। अनि मेरो छोरो पनि टिफिन भएर अनि आयो अनि त्यसपछि आफै खान थाल्यो। अनि यताउता उसको साथी पनि खाँदै थिइन्। अनि म चाहिँ बाबुलाई खुवाएर आइसकेपछि चाहिँ भाँडा छिटो छिटो मान्न थालेँ। अनि घाम चर्क्यो भने फेरि धेरै मान्न गाह्रो हुन्छ भनेर भाँडा मान्न थालेको। यति भाँडा माझेर आउँदाखेरि त म त पसिनै पसिना भइसकेको थिएँ। अनि म कोठामा गएँ। कोठामा गइसकेपछि चाहिँ मैले कोठामा केही पनि गरेको थिएन। अनि त्यसपछि म चाहिँ झुलहरू निकाल्न थालेँ। झुलहरू निकालेर ओछ्यानहरू मिलाएँ। ओछ्यानहरू मिलाएपछि मैले बढार कुडार गर्न थालेँ। बढार कुडार गरिसकेपछि चाहिँ सबै कुरा मिलाएर म चाहिँ थकाइ लाग्यो मलाई। अनि एकछिन म हामा खानु पऱ्यो भनेर म थकाइ मार्न थालेँ। थकाइ मारेपछि फेरि बुवालाई खाना दिनु पर्ने भयो। अनि म चाहिँ बुवालाई खाना दिन गएँ, तर बुवालाई चाहिँ थाहा थिएन मैले भिडियो बनाउँदैछु भनेर। मैले चाहिँ बुवालाई नभनिकन मैले भिडियो बनाएँ। अनि मैले आफ्नो लागि पनि खाना पस्किएँ। अनि यो अचार चाहिँ मैले माइतबाट लिएर आएको। अनि त्यसपछि मैले खानासाना खाइसकेपछि म चाहिँ छोरो लिन गएँ। छोरो लिएर आएपछि अनि छोरोको लुगासुगा खोल्दै छोरो पनि पसिनै पसिना भएको थियो। अनि पसिनाहरू पुसिदिएर मैले छोरोलाई चाहिँ छिटो छिटो अनि त्यो लुगासुगा खोलेर सुताइदिएँ। अनि यो थियो पार्ट 2। पार्ट 3 पनि आउने छ, हेरेर माया गरिदिनु होला। थ्याङ्क यू सो मच।